नमस्ते, म डाक्टर मशर ताजपुरे यहाँहरु सबैलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी अलिकति छुट्टै पारेको भिडियो लिएर उपस्थित भएका छौँ। खासमा अब पोडकास्ट जस्तो भनौँ र यो हाम्रो च्यानलमा चाहिँ स्पेशली डेन्टल भिडियोजहरु हामीले अपलोड गर्ने गरेका छौँ हैन। र आजको विषय अलिकति फरक छ, तपाईले थम्बनेलमा पनि हेरिसक्नु भएको छ। एन्टिबायोटिक भनेको के हो र अर्को भनेको चाहिँ एन्टिबायोटिक रेजिस्टेन्स। अहिले एकदमै हाम्रो नेपाल लगायत विभिन्न देशहरुमा चाहिँ यो समस्याको रूपमा उत्पन्न भइरहेको छ र डेन्टलमा पनि हैन। जस्तै कि अब दाँत निकाल्दाखेरि अनि त्यसपछि अन्य उपचारहरु अहिले एकछिनमा कुरा गर्ने छौं। हामी एन्टिबायोटिक दिन्छौं, जथाभावी प्रयोग गर्छौं। त्यसले के असर गर्छ, खानु राम्रो हो कि हैन हैन, कसरी खाने, किन खाने हैन, कुन कुन अवस्थामा खाने र जथाभावी आफै पसलमा गएर किन्दाखेरि के असर गर्छ, यस्तै टपिकहरुमा चाहिँ हामीले आज डिटेलमा कुरा गर्ने छौं। र यसको लागि चाहिँ आज हामीले प्रोग्राममा चाहिँ हाम्रो चाहिँ सिनियर क्लिनिकल फार्मासिस्ट पीएचआर विकास शाह हुनुहुन्छ। उहाँसँग हामी प्रश्न गर्ने छौं। सो आजको यस पोडकास्टमा उहाँलाई स्वागत गरौँ है त। स्वागत छ विकास सर तपाईलाई। नमस्कार। उहाँ हुनुहुन्छ हाम्रो सिनियर क्लिनिकल फार्मासिस्ट विकास शाह सर। बाँकी परिचय हजुरले हाम्रो दर्शकहरूलाई भनिदिनु होला। फेरि पनि नमस्कार र धन्यवाद हाम्रो डाक्टर महेश ताजपुरियाज्यूलाई हजुरले यो बोल्ने अवसर दिनुभएकोमा र हाम्रो पेशेन्ट समक्ष एन्टिबायोटिक रेजिस्टेन्स सम्बन्धी जानकारी पुर्याउनको लागि जुन सहयोग पुर्याउँदै हुनुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद। र हजुरको डाक्टर ताज स्टुडियो मार्फत च्यानल मार्फत पनि म यो एन्टिबायोटिक रेजिस्टेन्स र यो डेन्टल प्रोसिड्युरमा हुने एन्टिबायोटिकहरुको युजको बारेमा भन्न आज गइरहेको छु। सो अब हामी अघि हाम्रो दर्शकहरूलाई भनिहाल्यौं, सिम्पल तरिकाले हामी आज विकास सर अब तपाई त एकदम विज्ञ हुनुहुन्छ र तपाईको चाहिँ फार्मेसीको जति पनि वर्डहरु छन् हैन, एकदमै खतरा शब्दहरु छन्। त्यो शब्दहरु हाम्रो दर्शकहरूले बुझ्न नसक्नु होला। त्यही पनि सकेसम्म म तपाईलाई के रिक्वेस्ट गर्न चाहन्छु भन्दाखेरि हाम्रो दर्शकहरूले चाहिँ सजिलै बुझुन्। अबको हाम्रो जुन वार्तालाप हुनेछ सकेसम्म नेपालीमा, कुनै शब्द त इंग्लिशमै राम्रो होला, कुनै सकेसम्म चाहिँ साधारण भाषामा बुझाइदिने कोसिस गर्नु होला भन्दै आजको कार्यक्रमलाई चाहिँ स्टार्ट गरौँ। तपाईको लागि चाहिँ मैले सबभन्दा पहिले एउटा साधारण प्रश्न सोध्न चाहे, किनभने धेरै जनालाई थाहा नहुन सक्छ। शब्द चाहिँ सबैले सुनेको होला तर त्यसको मिनिङ एक्ज्याक्टली हो के त त्यो थाहा नहुन सक्छ। त्यो के हो त प्रश्न भन्दाखेरि एन्टिबायोटिक्स हैन। एन्टिबायोटिक्स भन्नाले के बुझिन्छ त? यो एन्टिबायोटिक्स भनेको के हो? एन्टिबायोटिक्स एक प्रकारको औषधि हो जसले चाहिँ ब्याक्टेरियाहरू मार्नमा मद्दत गर्छ र त्यसको ग्रोथलाई न्यूनीकरण मिनिमाइजेसन गर्छ र त्यो ब्याक्टेरियाहरूले हामीलाई जुन संक्रमण गर्छ र जुन फर्दर कम्प्लिकेसन गर्छ त्यसलाई चाहिँ हटाएर हामीलाई चाहिँ स्वस्थ रहन मद्दत गर्छ। जस्तै हामीलाई कुनै पनि रोगहरू लाग्यो भने त्यति बेला यतिकै रोग लागेको हुँदैन, कहिलेकाहीँ बडीको फिजियोलोजिकल अवस्था बिग्रिएर लागेको हुन सक्छ भने कहिलेकाहीँ माइक्रोबियलहरूको इन्फेक्सन भएर चाहिँ हामीलाई इन्फेक्सन भएको हुन्छ। जस्तै न्युमोनिया भएको हुन सक्छ, ट्युबरक्लोसिस भएको हुन सक्छ, हाम्रो पेटमा आन्द्रामा माइक्रोबियल इन्फेक्सन हुन सक्छ, ब्याक्टेरियल इन्फेक्सनहरू। त्यो सबैलाई हटाउनको लागि वा सल्भ आउट गर्नको लागि चाहिँ एन्टिबायोटिक चिकित्साहरूले दिनुहुन्छ र त्यो एन्टिबायोटिकलाई सही तरिकाले हामीले प्रयोग गर्यौं, डाक्टर साहबले भन्नुभएको निर्देशन अनुसार हामी दिनमा 2 पटक 3 पटक खाँदाखेरि 5 दिनसम्म 7 दिनसम्म एउटा प्रोपर डोजमा प्रोपर ड्युरेसन समयसम्मको लागि खायो भने त्यो ब्याक्टेरियाहरू मर्छ र हामी त्यो ब्याक्टेरियाबाट राहत पाउँछौं र हामी स्वस्थ हुन्छौं। ओके, जस्तै कि अब म डेन्टिस्ट भएको नाताले अब जस्तै हाम्रो डेन्टलमा पनि विभिन्न प्रोसिजरहरू हुँदाखेरि चाहिँ एन्टिबायोटिकहरू दिने चलन छ, दिन्छौं पनि हामीले। जस्तै माइनर सर्जरीहरू गर्नु पर्यो भने अथवा कुनै इन्फेक्सन छ धेरै नै, जस्तै दाँत दुखेर गाला सुन्नेको छ भने एन्टिबायोटिक दिइरहेको हुन्छौं। तर कस्तो छ भन्दाखेरि
कतिपय हाम्रो नेपालमा हाम्रो पेसेन्टहरू चाहिँ के गर्नुहुन्छ भन्दाखेरि दाँत दुख्यो अथवा चाहिँ दाँतभन्दा बाहिर पनि जाँदाखेरि टाउको दुख्यो अथवा जिउ दुख्यो भने नि औषधि पसलमा गएर आफै एन्टिबायोटिक खाइदिने गर्नुहुन्छ हैन। यसले चाहिँ व्यक्तिलाई अथवा चाहिँ बिरामीलाई के असर गर्छ र यो राम्रो हो कि होइन त के भन्न चाहनुहुन्छ? यो कुनै पनि बिरामीले आफैले एन्टिबायोटिक प्रयोग गर्नु पटक्कै हुँदैन, किनभने जुनसुकै इन्फेक्सन भएको बेला कहिलेकाहीँ ब्याक्टेरियल इन्फेक्सन हुनसक्छ, कहिलेकाहीँ भाइरल इन्फेक्सन हुनसक्छ, कहिलेकाहीँ फङ्गल इन्फेक्सन हुनसक्छ। इन्फेक्सन त धेरै प्रकारको सूक्ष्मजीवहरूले गराउन सक्छ, तर त्यो थाहा नपाइकन हामीले कुनै पनि एन्टिबायोटिक्स प्रयोग गर्यो भने के हुन्छ, त्यो एन्टिबायोटिकले मार्न सक्ने ब्याक्टेरियाहरू छ भने त्यो मर्छ र त्योभन्दा ब्याक्टेरिया भन्दा बाहेकको माइक्रोबियल कन्टामिनेसन या इन्फेक्सन छ भने त्यो मर्दैन, तर त्यो एन्टिबायोटिकको साइड इफेक्ट चाहिँ भइरहन्छ। र फर इक्जाम्पल डाक्टर साहबले जुन डेन्टल प्रोसिड्युरको कुरा गर्नुभयो, विशेष गरी डेन्टल प्रोसिड्युरमा चाहिँ एमोक्सिसिलिन या एमोक्सिसिलिन क्ल्याभिनेट दिने गरिन्छ। तर त्यो एमोक्सिसिलिन र त्यो क्ल्याभिनेटले नट ओन्ली ओरल इन्फेक्सन जस्तै हाम्रो अप्पर रेस्पिरेटरी ट्र्याक इन्फेक्सन, युरिनोजेनाइटल इन्फेक्सन, हाम्रो बडीमा भएको डिफ्रेन्ट पार्टमा भएको इन्फेक्सन, डिफ्रेन्ट पार्टमा डिफ्रेन्ट टाइप अफ ब्याक्टेरिया लोकलाइज हुन्छ, त्यो सबैलाई मार्छ। तर हामीले कुन टाइप अफ ब्याक्टेरिया मार्नु छ त्यो त कल्चर मार्फत थाहा हुन्छ, चाहे ब्लड कल्चर, चाहे युरिन कल्चर, अदर ल्याबोरेटरी पारामिटरबाट थाहा हुन्छ। यतिकै चाहिँ थाहा हुँदैन। सकभर कहिलेकाहीँ इम्पेरिकल थेरापी पनि डाक्टर साहबहरूले दिनुहुन्छ, त्यो चाहिँ उहाँहरूले चाहिँ इम्पेरिकल थेरापी र जुन गाइडलाइनमा छ त्यो हिसाबले दिनुहुन्छ। तर कुनै पनि व्यक्तिले गएर सामान्य इन्फेक्सन या टाउको दुखेको बेला एन्टिबायोटिक पटक्कै प्रयोग गर्नु हुँदैन। त्यसको लङ टर्ममा लामो समयमा धेरै नै नकारात्मक इफेक्ट हुन्छ। जस्तै एन्टिमाइक्रोबियल रेसिस्टेन्ट भइदियो भने त्यो रेसिस्टेन्ट, फर इक्जाम्पल एउटा इकोलाई ब्याक्टेरिया एउटा एन्टिबायोटिक रेसिस्टेन्ट छ भने त्यो इकोलाई ब्याक्टेरिया हाम्रो जिउभित्र छ भने त्यसले त्यो रेसिस्टेन्ट जिन चाहिँ अर्को ब्याक्टेरियालाई पनि ट्रान्सफर गर्छ र अर्को ब्याक्टेरिया पनि त्योसँग रेसिस्टेन्ट भएर जान्छ, जसले गर्दाखेरि लङ टर्ममा चाहिँ एन्टिमाइक्रोबियल रेसिस्टेन्टले गर्दाखेरि धेरै नराम्रो इफेक्टहरू सिर्जना गर्न सक्छ। त्यसै गरी अब एन्टिबायोटिक रेसिस्टेन्सको कुरा भइरहेको छ, त्यसो हुँदाखेरि चाहिँ अब मलाई त थाहा छ होइन, त्यही पनि हाम्रो दर्शकहरूलाई चाहिँ तपाईँले एन्टिबायोटिक रेजिस्टेन्स भनेको के हो त हैन, यो किन हुन्छ र यसको कारणले गर्दाखेरि चाहिँ मान्छेलाई के असर गर्छ त? मतलब यो कतिको डेन्जर कुरा हो कि यो साधारण कुरा हो कि? एन्टिबायोटिक रेजिस्टेन्सको बारेमा चाहिँ केही भनिदिनु पर्यो। यो एन्टिमाइक्रोबियल रेसिस्टेन्स और एन्टिबायोटिक रेसिस्टेन्ट भन्नाले कस्तो बुझिन्छ भन्दाखेरि कुनै पनि ब्याक्टेरिया जस्तै सैल्मोनेला ब्याक्टेरिया भयो, इकोलाई ब्याक्टेरिया भयो वा इन्टेरो ब्याक्टेरिया भयो, यो डिफ्रेन्ट टाइप अफ ग्राम पोजिटिभ र ग्राम नेगेटिभ दुई टाइपको मेनली ब्याक्टेरिया हुन्छ। यो ब्याक्टेरियाहरू कुनै पनि एन्टिबायोटिकको असर नहुने टाइपको ब्याक्टेरिया या एन्टिबायोटिकले त्यो ब्याक्टेरिया एन्टिबायोटिक्सले त्यो ब्याक्टेरियामाथि कुनै पनि असर गर्दैन भने त्यति बेला चाहिँ त्यो एन्टिमाइक्रोबियल रेसिस्टेन्ट भएको हुन्छ। त्यो कस्तो हुन्छ भन्दाखेरि अब जस्तै कुनै एन्टिबायोटिक 5 दिनलाई प्रिस्क्राइब गरिएको छ भने त्यो एन्टिबायोटिक्स पहिलो दिन खायो भने थोरै असर गर्छ, दोस्रो दिन खायो भने थोरै असर गर्छ, तेस्रो दिन, चौथो, पाँचौं र सातौं दिनसम्म जसरी हामी खान्छौँ भने त्यो खाँदै जाँदाखेरि एउटा एन्टिबायोटिकले हाम्रो बडीभित्र भएको पहिलो डोजले जुन मिलियन्स अफ ब्याक्टेरिया छ त्यो एउटै डोज अफ एन्टिबायोटिकले मार्न सकेको हुँदैन। त्यस कारणले गर्दाखेरि जसरी 1 ट्याब्लेट खायो भने अलिकता ब्याक्टेरियालाई मार्छ, सेकेन्ड डोज खायो भने अर्को मार्छ, त्यस्तै जाँदा जाँदै चाहिँ 7 डेजको या 5 डेजको जुन एउटा इन्टरनेसनल र नेसनल प्रोटोकल छ त्यो प्रोटोकल हिसाबले कम्प्लिटली खायो भने त्यो ब्याक्टेरिया मरिसकेको हुन्छ। तर पहिलो दिन र दोस्रो दिन खाँदैमा त्यो ब्याक्टेरिया कम्प्लिटली मरेको हुँदैन र केही उसको अंश बाँकी रहन्छ। तर मान्छेलाई अलिकता रिलिफ हुन थालेपछि कि उसले एन्टिबायोटिक खान छोड्छ, तर जुन थोरै असर भएर जुन ब्याक्टेरियाले त्यसलाई अनुभव गरिसकेको हुन्छ यो औषधि त यस्तो हुँदो रहेछ र त्यो विरुद्ध चाहिँ प्रतिरोधात्मक शक्ति डेभलप गर्छ, एडप्ट गरिसक्छ।
त्यही नै एन्टिबायोटिक रेसिस्टेन्ट हो। एन्टिबायोटिक रेसिस्टेन्ट कुनै पनि व्यक्तिलाई हुँदैन कि त्यो व्यक्तिभित्र भएको त्यो सानो जीवाणु ब्याक्टेरियाले जुन प्रतिरोधात्मक शक्ति डेभलप गर्छ त्यो चाहिँ रेसिस्टेन्ट हो। अब त्यो विभिन्न प्रकारको हुन्छ, जस्तै यो एउटा बोतललाई नै हामी फर इक्जाम्पल एउटा ब्याक्टेरिया मान्यो भने कुनै पनि एन्टिबायोटिक आएर यहाँ एट्याच हुन्छ, त्योसँग रिसेप्टर भनिन्छ। जस्तै तालचामा एउटा पर्टिकुलर चाबीले मात्रै खोल्छ, त्यो चाहिँ रिसेप्टर, फिट हुने ठाउँलाई रिसेप्टर भनिन्छ भने त्यो रिसेप्टरमा बाइन्ड नहुन चाहिँ जेनेटिक मोडिफाई भइसकेको हुन्छ ब्याक्टेरिया, त्यो पनि एक प्रकारको रेसिस्टेन्ट हो। अर्को ब्याक्टेरियाको जिउभित्र इन्टर गरिसकेको एन्टिबायोटिक्सले अब त्यसको जेनेटिक मोडिफिकेसन जस्तै डिएनए आरएनए चाहिँ जेनेटिक मोडिफिकेसन भइसकेको हुन्छ भने त्यहाँ पनि काम गर्न नसकेको अवस्थामा त्यो पनि अर्को टाइपको रेसिस्टेन्ट हो। यसै गरी रेसिस्टेन्टको मेकानिजमहरू थुप्रै छन्, त्यो हामी पछि भनौँला। यसरी नै ब्याक्टेरियालाई चाहिँ असरै नगर्ने जुन अवस्था आउँछ त्यो चाहिँ एन्टिबायोटिक रेसिस्टेन्ट हो। र यसले गर्दाखेरि भविष्यमा हामीलाई कुनै पनि इन्फेक्सन भयो भने त्यो इन्फेक्सन त्यो माइक्रोबियल ब्याक्टेरियाहरूले हुँदै गर्छ भने त्यो ब्याक्टेरिया त एन्टिबायोटिकसँग अलरेडी रेसिस्टेन्ट छ। अब त्यसलाई त्यो सामान्य एन्टिबायोटिक दियो भने काम गर्दैन, त्यो चाहिँ मल्टिप्लिकेसन गरेको गर्छ। त्यसै मल्टिप्लिकेसन भइराख्दाखेरि त्यसले चाहिँ पस बनाउँछ, डिफ्रेन्ट अर्ग्यान ड्यामेज गर्छ र अर्ग्यान फेलियरसम्म पनि लान सक्छ। किनभने अर्ग्यानमा भएको सर्कुलेसन क्यान्सर डिफ्युजन त्यो कम्प्लिटली ब्लकेज गरिदिन्छ भने त त्यो त अर्ग्यान फेलियर कम्प्लिटली हुने भयो। त्यो असरहरू हुन्छ। एन्टिबायोटिक रेसिस्टेन्ट भइसकेपछि कैयौँ मान्छेहरूले ज्यान गुमाइसकेछन् र अझै पनि यो क्रम बढ्दो छ र 2050 सम्म 10 मिलियन भन्दा धेरै मान्छे चाहिँ एनुअली एन्टिमाइक्रोबियल रेसिस्टेन्टले ज्यान गुमाउन बाध्य हुन्छन् भन्ने कुरा पनि वर्ल्ड हेल्थ अर्गनाइजेसनले प्रोस्पेक्ट गरिसकेका छन्। यो एकदमै निकै नै सोच्नुपर्ने गम्भीर कुरा रहेको छ। अब धेरैजनाले चाहिँ जाबो एन्टिबायोटिक त हो नि, अघि विकास सरले भनिहाल्नुभयो। जस्तै कि अब मैले अस्ति भर्खरै रिसेन्टली विकास सर के भयो भने एकजना पेसेन्ट आउनुभएको थियो विदेशबाट, उहाँको चाहिँ यहाँ इन्फेक्सन थियो। मैले उहाँलाई भने कि तपाईँले 7 डेज एन्टिबायोटिक खानुपर्छ, यो चाहिँ पुरै कोर्स खानुपर्छ तपाईँलाई भने मैले। उहाँले पनि हुन्छ भन्नुभयो यहाँ र ट्रिटमेन्ट गरेर जानुभयो। अनि त्यसपछि उहाँले चाहिँ 3 दिनपछि फोन गरेर के भन्नुभयो भन्दाखेरि म चाहिँ 2 दिन चाहिँ खाएँ हेर्नु होइन, त्यसपछि मलाई सन्चो भयो अनि मैले छोडेँ। अनि 2 छाक नखाँदाखेरि फेरि मलाई दुख्न थाल्यो, फेरि यो खाउँ कि नखाउँ भनेर सोध्नु भयो होइन। अब यस्तो अवस्थामा होइन, यस्तो त तपाईँ अब फार्मासिस्ट हुनुहुन्छ, अभियसली धेरै किसिमको नेचर भएको मान्छेहरू देख्नुभयो होइन। अब तपाईँले चाहिँ त्यस्तो व्यक्तिहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? मतलब यो डोज चाहिँ डक्टर अथवा फार्मासिस्टले चाहिँ पैसा कमाउनलाई नै 7 दिन दिएको हुन्छ कि 2 दिनमा निको हुने औषधि होइन 7 दिन किन दिन्छन् होला त धेरैजनाले सोध्नुहुन्छ क्या। वास्तवमा के लाग्छ, फार्मासिस्ट अथवा डक्टरले पैसा खानलाई हो कि के कारणले चाहिँ हामी 7 दिन अथवा 10 दिन औषधि दिन्छौँ त? एकचोटि हाम्रो दर्शकहरूलाई भनिदिनु पर्यो। धन्यवाद। यो निकै नै राम्रो प्रश्न गर्नुभयो डाक्टर साहब हजुरले। किनभने डाक्टरले फार्मासिस्टले त्यो पैसा कमाउनको लागि दिएको होइन, किनभने हामी एउटा चिकित्सा क्षेत्रको व्यक्ति भएको हुनाले हामीले त्यो पढेका हुन्छौँ। एउटा प्रोटोकल छ, एउटा गाइडलाइन छ, जुन चाहिँ हामी भिडियोको डिस्क्रिप्सन लिङ्कमा पनि दिइराखेका छौँ। अनि ब्याक्टेरियाहरू अघि नै भने अनुसार एउटा ब्याक्टेरियाको कति मिलियनमा हाम्रो बडीमा छ भन्ने हामीलाई यकिन हुँदैन, ल्याब टेस्टमा पनि पर्टिकुलरली थाहा हुँदैन कि कति मिलियन्स छ। त एउटा पुरै कोर्स अफ एन्टिबायोटिक खाइसकेपछि त्यो ब्याक्टेरियाको स्मल स्पोर्सहरूदेखि लिएर यो ब्याक्टेरिया एक पार्टमा मात्र इन्फेक्सन छ भने त्यहाँ मात्रै हुँदैन, त्यो ब्याक्टेरियाको स्पोर्सहरू हाम्रो बडीभित्र सर्कुलेट भइरहेको हुन्छ। किनभने हाम्रो बडी पुरै एउटा 1 च्याम्बर कम्पोनेन्ट हो। एउटा कोठाभित्र एक ठाउँमा कुनै नराम्रो ग्यास डिफ्युजन भयो भने वा केही पानीको अंश आयो भने त्यो पुरै रुमभित्र फैलिन्छ। त्यस्तै हाम्रो जिउ पनि 1 कम्पार्टमेन्ट हो। त्यो भित्रको डिफ्रेन्ट सेक्सन छन्, हार्ट, लिभर, किडनी, इन्टेस्टाइन, ब्रेन डिफ्रेन्ट छन्। तर जो ब्लडबाट र लिम्फबाट हाम्रो पुरै बडी त कनेक्टेड छ, त्यो ब्याक्टेरिया त फैलिन्छ। त्यही भएर चाहिँ जुन एक डोज खायो भने सर्टेन ब्याक्टेरिया मर्छ, अर्को डोज खायो भने अझै मर्छन्। त्यसो गर्दाखेरि पुरै डोज खानै पर्छ। र कसैले पनि एन्टिबायोटिक कोर्स स्टार्ट गर्नुहुन्छ भने हाम्रो एकदम विनम्र अनुरोध छ, पुरै डोज खानुहोस्।
र औषधि आफ्नै मनले प्रयोग नगर्नुहोस्, एन्टिबायोटिक्सहरू कहिले पनि आफ्नो मनले प्रयोग नगर्नुहोस्, चिकित्सा वा सिनियर फार्मासिस्टको सल्लाह लिएर मात्रै प्रयोग गर्नुहोस्। अन्यथा जुन एन्टिमाइक्रोबियल रेसिस्टेन्टको कुराहरू छ त्यो हजुर त्योभन्दा टाढा होइन कि त्यो झन् नजिक आएर र त्यसको नकारात्मक असर झन् बढ्दै जान्छ। त्यही भएर चाहिँ पुरै डोज खानुहोस् र कहिले पनि नसोच्नुहोस् कि यो डाक्टर साहबले र फार्मासिस्टले पैसा कमाउनको लागि धेरै पैसाको लागि चाहिँ पुरै 2 दिनको लागि ठिक हुने रोगलाई 7 दिनसम्म लेख्नु, त्यो कदापि हुँदैन। ओके, यो चाहिँ मैले कता कता सुनेको थिएँ होइन, तपाईँले त सायद डाइरेक्टली नै कसैले भनेको पनि होला होइन। सो अर्को कुरा, यो कुरा हामी गरिराख्दाखेरि चाहिँ फेरि सबै यो हाम्रो चाहिँ आम मानिसले मलाई सोध्ने र मैले देखेको भोगेको कुराहरू नै म यहाँ उहाँलाई सरलाई सोधिरहेको छु, हामी छलफल गर्दैछौँ। अर्को कुरा के छ भने नि विकास सर, अब स्पेसली डेन्टलकै कुरा हुँदैछ। जस्तै अब तपाईँको नि बुद्धि बङ्गारा आउँदाखेरि सायद दुख्यो होला, अथवा चाहिँ म्याक्सिमम मान्छेलाई के हुन्छ भने बुद्धि बङ्गारा आउँदाखेरि चाहिँ दुखिरहेको हुन्छ। तपाईँहरूले चाहिँ बुद्धि बङ्गाराको भिडियो हेर्नु भएको छ कि छैन, त्यसको बारेमा धेरै भिडियोहरू छन् हाम्रो च्यानलमा चाहिँ तपाईँले प्लेलिस्टमा गएर हेर्नु होला। सो अब हामी टपिकमा जाउँ। बुद्धि बङ्गारा आउँदाखेरि के हुन्छ भने विकास सर, कसैको चाहिँ त्यो गिजाले छोपेर त्यहाँ खानेकुराहरू छिर्दाखेरि ब्रस पुग्दैन पछाडि, त्यसले गर्दाखेरि इन्फेक्सन भएर कसैको मुख आनै नहुने हुन्छ, सिभियर इन्फेक्सन भएर पुरै गम स्वोलन भएर कसैलाई फिभर पनि आउनुहुन्छ। सो त्यस्तो अवस्थामा जस्तै अब हामीले चाहिँ अघि इम्पेरिकल भन्नुभयो, इम्पेरिकल अब तपाईँले सायद बुझ्नु होला, हामीले चाहिँ कुनै टेस्ट नगरिकन यतिकै चाहिँ यो औषधि चाहिँ हामीले दिइराखेका हुन्छौँ। र पोइन्टको कुरा के छ भने विकास सर, हाम्रो मैले देखेको जस्तै कि अब आज एन्टिबायोटिक यस्तो समस्या भएर खानुभयो क्या, खाइसकेपछि मानव उहाँलाई 6 महिनापछि फेरि पेन भयो, फलोअपमा आउनु भएन, अनि उहाँलाई फेरि दुख्यो क्या। ओहो, अस्ति त म गएको थिएँ, त्यो रातो र कालोवाला क्याप्सुल ल्याएको थियो, अर्को सेतो लामो लामोवाला औषधि दिएको थियो, त्यो औषधिले निको भएको थियो, फार्मेसीमा गएर आफै त्यो किन्दिनँ क्या। त्यस्तो तपाईँसँग कतिको भएको छ त्यस्तो इन्सिडेन्ट? कसैले आएर मलाई त्यो रातो कालो यस्तोवाला दिनु, अथवा चाहिँ कसैले त अचेल त अब ट्यालेन्ट छन् मान्छेहरू, गुगल पनि गरेर नामै भनेर आफै एन्टिबायोटिक किन्न कतिको आउँछन्। र त्यस्तो अवस्थामा चाहिँ तपाईँले के गर्नुहुन्छ र हाम्रो दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? अभियसली डाक्टर साहब, यस्तो इन्सिडेन्स मसँग पनि भएको छ। म पहिला टर्सियरी केयर हस्पिटलहरूमा काम गर्दाखेरि पनि यस्तो इन्सिडेन्ट धेरै भएको छन्। र यस्तो हुँदाखेरि हामीले एन्टिबायोटिक आफैले कहिले पनि दिएनौँ। हो, हामीले दिन सक्ने चाहिँ गार्गल गर्नुहोस्, क्लोरोहेक्जिडिनको माउथ गार्गल गर्नुहोस्, त्यसले सर्टेन इन्फेक्सन र फल स्मेल कम गर्छ, मुख गनाउने समस्या पनि कम गर्छ। र त्यस्तै भयो भने तत्काल राहतको लागि जाइटी ओइन्टमेन्ट जुन एउटा आउँछ, त्यसमा लिडोकेन, क्लोरोहेक्जिडिन, हजुर त्यस्तो ओइन्टमेन्ट तत्कालको लागि दिन्छौँ। र सिम्पल सिटामोल हामीले दिएर पठाएको थियौँ। त्योभन्दा बाहेक हामीले डाक्टर साहबलाई चेक गराएर मात्रै एन्टिबायोटिक्स प्रयोग गर्नुहोस्। र पहिला जुन इन्फेक्सन भएर जुन एन्टिबायोटिक दिनुभएको छ, सेकेन्ड टाइम इन्फेक्सन भयो या गिजा स्वेलिङ भयो भने त्यही ब्याक्टेरिया छ भने त कन्फर्म नै हुँदैन नि। त्यही भएर पहिला प्रयोग गरेको औषधि म फेरि प्रयोग गर्छु भन्ने त यो पोसिबल नै छैन। के थाहा त्यो एन्टिबायोटिक तपाईँले रेजिस्टेन्ट भइसकेको छ, के थाहा अर्को ब्याक्टेरियाको इन्फेक्सन भएको छ, वा त तपाईँले एन्टिबायोटिक नखान पनि पर्न सक्छ। जस्तै बुद्धि बङ्गारा आउँदाखेरि त्यहाँको मसल्सलाई अलिकता क्यान्सर साइड हजुरको डेन्टल प्रोसिजरमा भनौँ नुन पानीले कुला हुन सक्छ अभियसली होइन। त्यस्तो अवस्थामा आफै गएर खाइदिनु भयो, त्यो त कहिले पनि गर्नु हुँदैन। त्यसो गरिराख्यो भने झन् दिन प्रतिदिन हामीले एन्टिमाइक्रोबियल रेजिस्टेन्ट हुँदै जान्छ। तर कुनै पनि एन्टिबायोटिक्सहरू मेडिकेसनहरू लेख्दाखेरि डाक्टर साहबहरूले ल्याबको डाटा इन्टरप्रिटेसन गरेर लेख्नुहुन्छ र त्यो औषधिलाई कसरी खाने, के सही तरिका छ खाने, जसलाई चाहिँ हामी ऱ्यासनल ड्रग युज भन्छौँ है। ऱ्यासनल ड्रग युजमा चाहिँ के पर्दो रहेछ भन्दाखेरि राइट पेसेन्ट, यो औषधि खाने ऊ राइट पेसेन्ट हो कि होइन, पहिलो कुरा। अर्को राइट ड्रग, राइट डोज, राइट टाइम, यो सबै 5Rले गर्दाखेरि ऱ्यासनल ड्रग युजको एउटा इलिमेन्ट हो जुन चाहिँ कम्प्लिट हुन्छ। र 5R कम्प्लिट हुने बित्तिकै चाहिँ ऱ्यासनल ड्रग युज हो। र त्यो एसेसमेन्ट गरेर चाहिँ एउटा फार्मासिस्टले औषधि दिन मिल्छ। र आफ्नै मनले एन्टिबायोटिक सकभर कहीँ पनि प्रिस्क्राइब नगरौँ, किनभने यो साउथ एसियाको कन्टेक्स्टमा चाहिँ हामीले धेरै देखेका छौँ कि एउटा फार्मेसीमा गएपछि
भयभरको औषधि पनि चलाउन पछि पर्नुहुन्न, त्यो गर्न पनि पाइएन। तर यही कुरा हामी फुल्ली डेभलप कन्ट्रीको हेऱ्यो भने त्यहाँ इभन बिफार्म एमफार्मले पनि आफैले प्रिस्क्राइब गर्नुहुन्न। सर्टेन कन्ट्रीमा क्लिनिकल फार्मासिस्टले गर्नुपर्ने हुन्छ, तर एउटा लिमिट छ, यो लिमिटको यो क्याटेगोरीको औषधि प्रिस्क्राइब गर्नुहुन्छ, तर सबै होइन। तर त्यो पनि इन कोलाबोरेसन विथ डक्टर एन्ड प्र्याक्टिसनर, नट इन द अन रेस्पोन्स। त्यही भएर चाहिँ सकभर नेपालको कन्टेक्स्टमा हामी त्यति डेभलप अझै पनि भइसकेको छैनौँ कि हामीले सबै डिजिजलाई एसेसमेन्ट गरेर प्रिस्क्राइब गर्ने। त्यही भएर चाहिँ हामीले अहिले चाहिँ आफ्नै मनले प्रिस्क्राइब गर्नु पनि हुन्न र डाक्टर साहबले भनेको हामीलाई प्रिस्क्रिप्सन आए अनुसार चाहिँ हामीले त्यसलाई फ्लो गर्दै पेसेन्टलाई बुझाउन जरुरी छ। यो एकदमै जरुरी कुरा छ। डेभलप कन्ट्रीको कुरा त छुट्टै नै भइगयो। हाम्रो नेपालमा मैले अघि सोधिराख्न खोजेको क्वेसन कस्तो थियो भने विकास सर, जस्तै अब तपाईँ मेल मान्छे हुनुहुन्छ अथवा कोही फिमेल फार्मासिस्ट हुनुहुन्छ भने चाहिँ त्यो फार्मेसीमा अब उहाँको चाहिँ स्पाउस अथवा चाहिँ हस्बेन्डको वाइफको हस्बेन्डले चाहिँ त्यो हेरेर औषधि यतिकै दिने गर्नुहुन्छ क्या। तपाईँले त अहिले तपाईँसँग नलेज छ, यो यसरी चाहिँ टेस्ट गरेर एन्टिबायोटिक ससेप्टिबिलिटी टेस्टहरू हुन्छ अथवा अरू के रोग लागेको छ, ब्याक्टेरियल हो कि भाइरल हो, दुनियाँ छुट्याएर अनि बल्ल हामीले चाहिँ औषधि प्रिस्क्राइब गर्छौँ अथवा औषधि दिन्छौँ। तर फार्मेसीमा त सबैजना त्यस्तै फार्मासिस्ट हुन्छन् जस्तो त लाग्दैन मलाई हाम्रो नेपालमा, होइन। हाम्रो यो एन्टिबायोटिक रेजिस्टेन्समा चाहिँ मलाई के लाग्छ भने नन फार्मासिस्टहरू पनि फार्मेसीमा बसेर जुन औषधि दिइराख्नु भएको छ नि त्यसले पनि रोल गरिरहेछ जस्तो लाग्छ क्या। बुझ्नुभयो मेरो कुरा? मैले बुझेँ। मतलब हस्बेन्ड छ, वाइफले पसल चलाइरहेछ, होइन, अथवा चाहिँ नन टेक्निकल, अथवा कहिलेकाहीँ त अब बुढो फार्मासिस्ट छ, उसको छोरा हुन्छ नि भर्खर एसएलसी एसई दिएर बस्दा बस्दा तपाईँलाई दुख्या छ यो औषधि खानु ठिक भइहाल्छ, यस्तो पनि दिने गरिरहेछ क्या। अब यो एन्टिमाइक्रोबियल रेसिस्टेन्टमा चाहिँ कजेजहरू डिफ्रेन्ट छन्। नट ओन्ली कि फार्मेसीमा जुन तपाईँले भन्नुभयो नन फार्मासिस्ट वा नन प्र्याक्टिसनर बसेर जुन दिनुहुन्छ त्यो आफ्नो ठाउँमा एउटा पोइन्ट हो, आई कन्सिडर। तर जस्तै कतिपय ठाउँमा चाहिँ एन्टिबायोटिक प्रिस्क्राइब ऱ्यान्डमली भइराख्नु, कतिपय डाक्टर साहबहरूले पनि एक महिनासम्म कन्टिन्युस खान भन्नु, त्यो पनि एउटा आफ्नो ठाउँमा ब्याकलग्स होला, डिमेरिट होला भने। जस्तै डेरी प्रोडक्ट, क्याटर प्रोडक्ट, अहिले जुन सर्भिलेन्सको कुराहरू छ, ऱ्यान्डम युज अफ एन्टिबायोटिक इन बोइलर्स, चिकन, अब काउहरूलाई नै युज गर्ने अनि त्यसकै दुध हामीले खान्छौँ भने त्यो ट्रान्समिट हुन्छ रेसिस्टेन्ट ब्याक्टेरिया। सँगसँगै अब हामीले खाने फलफुलमा पनि एन्टिबायोटिक धेरै प्रयोग हुन्छ कि त्यो फलफुल छिटो ठुलो होस्, त्यसमा सङ्क्रमण नहोस्, त्यहाँबाट पनि हामीले आइराखन्छ। रेसिस्टेन्टको डिफ्रेन्ट काउज छन्, डिफ्रेन्ट मेकानिजम छन्। जुन हिसाबले चाहिँ प्र्याक्टिस भइराखेको छ सेल्फ मेडिकेसन वा आफूले सुनेको आधारमा जुन दिने फार्मेसीहरूमा, त्यो पनि एउटा रिजन हो, त्यसलाई मैले नकारेको होइन, त्यो त एकदम प्रमुख रिजन हो। हामी सचेत हुनैपर्छ। अरूले के गर्यो भन्दा पनि हामी कसरी सचेत हुने, हामीले हाम्रो समाजलाई कसरी अगाडितर्फ लाने। यही ठाउँमा मलाई एउटा इन्सिडेन्स थाहा छ। हाम्रो साथीभाइ जो क्यानाडामा हुनुहुन्थ्यो, उहाँलाई कोरोना सङ्क्रमण भयो। कोरोनाको बेला उहाँ एजिथ्रोमाइसिन माग्न जानुभयो, त्यहाँ उहाँले एक ट्याब्लेट पनि पाउनु भएन एजिथ्रोमाइसिन। तर यही ठाउँमा आज हामी नेपालको कुनै पनि फार्मेसीमा गएर मलाई एजिथ्रोमाइसिन 5 ट्याब्लेट दिनुहोस् भन्छ, यु क्यान गेट इजिली। यो राम्रो कुरा होइन, किनभने एजिथ्रोमाइसिन र फेक्सोफेनाडिन अहिले त बेटर एन्ड ब्रेड जस्तो भइसकेको छ। रुगा लाग्यो एजिथ्रोमाइसिन र फेक्सोफेनाडिन खाइदिने 5 दिनलाई, 5 दिनलाई एजिथ्रोमाइसिन पनि खाने, 5 दिनलाई फेक्सोफेनाडिन पनि खाने, त्यो छ। तर त्यसले गर्दाखेरि के छ भन्दाखेरि तपाईँ रिसर्च आर्टिकलमा हेर्न सक्नुहुन्छ, हाम्रो हार्टको रिदम छ नि, क्युटी इन्टरभल, त्यसलाई पनि बढाइदिन्छ, जसले गर्दा ब्राडिकार्डिया अर्थात् धड्कन चाहिँ धड्किने गतिलाई स्लो बनाइदिन्छ। त्यो त धेरैजना मानिसलाई थाहा छैन, त्यो खानु पनि हुन्न। त्यही भएर जबसम्म टेस्ट गरिँदैन तबसम्म कुनै पनि खानुहुन्न। यो त एउटा बटर एन्ड ब्रेडको जुन कन्सेप्ट आइसकेको छ एजिथ्रोमाइसिन फेक्सोफेनाडिन, त्यो मैले जस्ट एउटा इक्जाम्पल दिएँ। त्यस्ता थुप्रै छन्
हो टपिकल युज गर्न सकिन्छ कुनै ठाउँमा छ भने त्यो त्यति हुँदैन तर हाम्रो बडी भित्र जाने जिउ भित्र जाने सिस्टमिक इन्जेक्सन लगाउने त्यो चाहिँ विदाउट ल्याब टेस्ट गर्नै हुन्न भन्ने मलाई लागेको छ है सो विकास सर अब एन्टिबायोटिक रेजिस्टेन्सको कुराहरू हुँदै गर्दाखेरि मैले अस्ति तपाईको भिडियो हेरिरहेको थिएँ हैन त्यसमा चाहिँ के थियो भन्दाखेरि एउटा इन्सिडेन्टको कुरा गर्नुभएको थियो सो आज हाम्रो च्यानलमा पनि तपाईले हाम्रो भ्युअर्सहरुलाई तपाईले सुन्नुभएको पढ्नुभएको अथवा चाहिँ आफैले स्वयं तपाई एक्सपिरियन्स हुनुहुन्छ कुनै त्यस्तो ब्याड एक्सपिरियन्स छ मतलब एन्टिबायोटिक रेजिस्टेन्स भएर घटना घटेको के एकदमै नराम्रो लागेको कुनै घटनाहरू छन् जुन चाहिँ तपाईलाई शेयर गर्न मन छ र जसले चाहिँ हाम्रो दर्शकहरुलाई एन्टिबायोटिक जथाभावी खानु हुँदो रहेछ भन्ने एउटा चाहिँ सन्देश दियोस् के त्यो कुनै घटनाहरू छन् भने कृपया शेयर गरिदिनु हजुर डाक्टर साहब मलाई एउटा घटना याद छ एउटा मैले पढ्दाखेरिको एकजना पेडियाट्रिशियन हुनुहुन्थ्यो इन्डोनेसियाबाट उहाँको नाम हो फेलिक्स लावो उहाँले के भन्नुभएको छ भन्दाखेरि इभन एज अ पेडियाट्रिशियन आई कुड नट सेभ माई बेबी बोय एकजना पेडियाट्रिशियन आफै डाक्टर हुँदा पनि आफ्नो बच्चालाई सेभ गर्न सक्नु भएन किन भन्दाखेरि उहाँको बच्चामा एन्टिमाइक्रोबियल रेजिस्टेन्स भइसकेको थियो जसको फोटो यहाँ पनि छ अनि सँगै अर्को इन्सिडेन्स मलाई मेरो गाउँकै पनि याद छ एकजना 3 वर्षको बच्चालाई डायरिया लागिरहेको थियो उहाँको मम्मी बुवा चाहिँ नन हेल्थ प्रोफेसन हुनुहुन्थ्यो अल्दो आफ्नो अफिसमा नर्मल काम गर्नुहुन्थ्यो तर हेल्थ ब्याकग्राउन्डको हुनुहुन्न थियो उहाँको बच्चालाई डायरिया हुँदाखेरि उहाँले एजिथ्रोमाइसिन खुवाउनु भयो आई डोन्ट नो किन खुवाउनु भयो मैले त्यो कुरा थाहा पाएपछि मैले भने पनि यो डायरियामा त एजिथ्रोमाइसिनको काम के पनि छैन किन होला हैन योभन्दा अघिल्लो पल्ट पनि यस्तो हुँदा मैले खुवाएको थिएँ अनि सन्चो भएको थियो 2 दिन मात्रै खुवाउँदा यसपालि पनि यही चलाउँछु मैले त्यति बेला भने पनि यो चाहिँ ठीक होइन कि त डायरिया भएको छ भने जिंक ट्याब्लेटलाई डिजल्भ गरेर खुवाउँदा बेस्ट त्यो ओटिसीमै पर्यो वा त प्रिबायोटिक एन्ड प्रोबायोटिक सिरप छ जुन जस्तै फर एक्जाम्पल बिफिल्याक भन्ने आउँछ सिरप त्यो खुवाउनु भने तपाईको इन्टेस्टाइनको गुड ब्याक्टेरियालाई इन्क्रिज गर्छ र त्यसले गर्दाखेरि पनि तपाईको डायरिया रोकिन सक्छ एन्टिबायोटिक नै खानुपर्ने छैन यतिभन्दा विशेष छ भने चिकित्सककोमा जानु उहाँले यसपालिको इन्सिडेन्समा पनि डायरिया हुँदाखेरि 2 दिन खुवाउनु भयो अलिक कन्ट्रोल भयो तेस्रो दिन त बच्चा पुरै सिकिस्ता त्यसपछि फेरि म कहाँ आउनुभयो यो अब के खुवाउने भनेर यसले काम गरेन मैले त्यति बेला नै उहाँलाई भने यो चाहिँ मैले तपाईलाई 2 दिन 3 दिन अगाडि नै सजेसन गरेको थिएँ तपाई अब सिरियस भइसकेपछि आउनुभयो जी त्यसपछि उहाँ हस्पिटलमा लानुभयो आफ्नो बच्चालाई 5 दिनसम्म राख्नुभयो र त्यसपछि मात्रै निको भएर आउनुभयो जुन कुरा उहाँले पहिले मानेको भए सायद त्यस्तो हुँदैन थियो या त त्यो कन्डिसनमा बच्चाको बडीको इलेक्ट्रोलाइट फ्लुइड कम भएर बच्चालाई फेटलसम्म पनि पुग्न सक्थ्यो मर्न पनि सक्थ्यो त्यही भएर एन्टिबायोटिक चाहिँ आफै प्रयोग गर्नै हुन्न ओके सो तपाईहरुले सुनिहाल्नुभयो हैन अब हाम्रो अघिदेखि नै रिपिटेटिभली कुरा भइरहेको छ सबभन्दा मेन इम्पोर्टेन्ट कुरा भनेको चाहिँ तपाई आफै मैले पहिले यस्तो खाएको थिएँ अथवा चाहिँ आफै डाक्टर बन्दिने के मेरो भाइले अथवा दाइले अथवा अंकलले यस्तो खाएर सन्चो भएको थियो तिमी पनि खाऊ ठीक हुन्छ नेभर डु दैट त्यस्तो गर्दै नगर्नुस् के उहाँले आफ्नो विशेषज्ञताको कुरा गर्नुभयो अरु पनि डाक्टरहरु हुनुहुन्छ धेरै छन् के अब ग्यास्ट्रोएन्टेरोलोजिस्ट हुनुहुन्छ हैन अब हाम्रो मुखको छुट्टै विभागहरु छन् फार्मासिस्टहरु हुनुहुन्छ सबैजनाको आफ्नो आफ्नो स्पेशलिस्ट हुन्छ अनि त्यही अनुसारले उहाँहरुले चाहिँ तपाईलाई औषधि प्रिस्क्राइब गर्नुहुन्छ बिना तपाईको चाहिँ कारण यतिकै खानु राम्रो होइन हैन सो अब हाम्रो भिडियो धेरै लामो हुँदैछ विकास सर हैन अब तपाईले चाहिँ हाम्रो दर्शकहरुलाई के भनिदिनु पर्यो भन्दा एन्टिबायोटिक रेजिस्टेन्स भनेको त अब ठुलो कुरा भइहाल्यो हैन यसमा चाहिँ यसलाई रोक्नलाई चाहिँ एज अ फार्मासिस्ट के गर्न सकिन्छ के गर्दा राम्रो र डाक्टरहरुलाई के भन्न चाहनुहुन्छ हुन्छ नि कतिपय कुराहरु कस्तो हुन्छ भने मैले देखेको अब डाक्टरहरुलाई कसरी भन्ने अफेरो मान्ने हो कि पनि हुन सक्छ के हैन सो हाम्रो यो भिडियो एकदमै फ्रीली हैन चल्छन् दर्शकले हेर्नुहुन्छ अब
तपाईको विचारमा एज अ फार्मासिस्ट के गर्नुपर्ने हो, अरू फार्मासिस्टलाई के भन्न चाहनुहुन्छ? अनि एज अ फार्मासिस्ट डक्टरहरूलाई यस्तो गरिदिए हुन्थ्यो के छन् तपाईको मनमा? र सबैभन्दा इम्पोर्टेन्ट को हो त भन्दाखेरि मान्छे आफै क्या हो। र उहाँहरूले चाहिँ एन्टिबायोटिक रेजिस्टेन्सबाट बच्नलाई के सावधानी अपनाउनु पर्छ त? यसको बारेमा केही भनिदिनु पर्यो। हुन्छ। अब पहिला त हामी फार्मासिस्ट आफैमा कम्पिटिटिभ हुनु पर्यो, धेरै नलेज गेन गर्नु पर्यो, धेरै अध्ययन गर्नु पर्यो, अनि मात्रै केही बोल्न सकिन्छ। जस्तै पहिला म काम गरेको हस्पिटलहरूमा एउटा इन्सिडेन्स, ब्याड इन्सिडेन्स पहिला पनि भने। त्यति बेलाको एउटा इन्सिडेन्स, एउटा प्यानक्रियाटाइटिस भएको बिरामी हुनुहुन्थ्यो, मलाई याद थियो। प्यानक्रियाटाइटिस भएको बिरामीलाई मेरो पेनम जाने बित्तिकै चलाउनु भयो डाक्टर साहबले। डाक्टर साहबले चलाउनु भयो हस्पिटलाइज भइसकेपछि एज ए इम्पेरिकल थेरापी। तर 2 दिन 3 दिनमा रिकभरी नभएपछि मैले भने डाक्टर साहब यो के ल्याब टेस्ट गरेर, किनभने मेरो पेनम ग्रुप अफ एन्टिबायोटिक अलिक पोटेन्ट एन्टिबायोटिकमा त्यही पर्छ, अनि के टेस्ट गरेर चलाउँ होइन, योले राम्रो काम गर्छ भनेर चलाइदिएको। डाक्टर साहबको नाम त नभनौँ, तर दिस इज द ट्रुथ। कसैलाई यसको ट्रुथ चाहिन्छ भने म पेसेन्टको फुल रेकर्ड पनि दिन सक्छु, तर यो सामाजिक सञ्जालमा चाहिँ त्यसरी नराखौँ भनेर मात्र। त्यसपछि मेरो पेनम पछि सिलासिन चलाउनु भयो प्यानक्रियाटाइटिसमा। मैले त्यसको पनि अध्ययन गरेँ। मेरो पेनम सिलास्टिन चलाइसक्नुभन्दा सिम्पल पाइपरसिन ट्याजेबेक्टमले बेटर काम गर्दो रहेछ, त्यसको त्यत्रो साइड इफेक्ट छैन। किन भन्दाखेरि पाइपरसिन ट्याजेबेक्टमले बेटर पेनिट्रेसन गर्छ सफ्ट टिस्युमा देन मेरो पेनम एन्ड सिलास्टिन। जस्तै दिस इज जस्ट वान इक्जाम्पल। त्यो कुरा त मैले अध्ययन गर्दाखेरि मलाई थाहा भयो, नभए त मलाई पनि थाहा थिएन। त्यस्तै पहिला त आफैमा फार्मासिस्टले नलेज गेन गर्नु पर्यो। त्यसपछि डाक्टर साहबहरूसँग वार्ड राउन्ड पार्टिसिपेसनमा जानु पर्यो, किनभने सबै हस्पिटलमा वार्ड राउन्ड पार्टिसिपेसनको यो फङ्सन छैन र त्यो सिस्टम छैन। त्यसलाई चाहिँ बिस्तारै इम्प्लिकेसन गर्नु पर्यो। व्हाट वी क्यान इनपुट अर गिभ फर द बेटर पेसेन्ट केयर, त्यो हुनु पर्यो। र डाक्टर साहबहरूले पनि उहाँ एज अ क्लिनिकल फार्मासिस्ट हुनुहुन्छ, सिनियर फार्मासिस्ट हुनुहुन्छ भने कुरा सुनिदिनु पर्यो। त्यो पनि एकदम जरुरी नै छ, किनभने हामी अहिले डेभलपिङ कन्ट्री मध्ये पर्छौँ र डेभलप कन्ट्री मध्ये ओन्ली फार्मासिस्ट अर सिनियर फार्मासिस्ट अर क्लिनिकल फार्मासिस्टले मेडिसिन प्रिस्क्राइब गर्नुहुन्छ, तर अरू पारामिटर चाहिँ डाक्टर साहबले फिक्स गर्नुहुन्छ। विन विन र कम्बाइन रूपमा पेसेन्टलाई सेन्टरमा राखेर चाहिँ हामी बेटर हेल्थ केयरको लागि चाहिँ कोलाबोरेसन गर्छौँ, त्यस्तो चाहिँ हुनु जरुरी छ। सँगै म अब एन्टिमाइक्रोबियल रेजिस्टेन्ट नहुन दिनको लागि के स्ट्र्याटेजी छ, के नियमहरू छन्, कसरी वर्ल्ड हेल्थ अर्गनाइजेसनले यसलाई न्यूनीकरण गर्नलाई सोच्दैछन् र प्रोटोकल बनाएको छ, त्यो म भन्न गइरहेको छु। जस्तै एन्टिमाइक्रोबियल रेजिस्टेन्टलाई न्यूनीकरण वा कम गर्नको लागि डिफ्रेन्ट टाइप अफ स्ट्र्याटेजी छ, डिफ्रेन्ट पोलिसी छ, रुल्सहरू छ, जुन चाहिँ इम्प्लिमेन्टेसन हुँदैछ। त्यो कम्प्लिटली इम्प्लिमेन्ट भइसके छैन र 2011बाट चाहिँ वर्ल्ड हेल्थ अर्गनाइजेसनले डिफ्रेन्ट के भन्छ अरे स्ट्र्याटेजी बनाएको छ। जस्तै इन्टरनेसनल स्ट्र्याटेजी यहाँ भिडियोमा हेर्न सक्नुहुन्छ। त्यसपछि नेसनल स्ट्र्याटेजी, योभन्दा अघिल्लो भिडियोमा चाहिँ एन्टिमाइक्रोबियल युज, एन्टिमाइक्रोबियल पोलिसी, एन्टिमाइक्रोबियल रेसिस्टेन्ट, त्यस्ता गरेर 6वटा पोलिसीहरू छन्। त्यो पोलिसीहरूमध्ये पनि पर्छ नेसनल पोलिसी, कुन देशले कुन पोलिसी अपनाएको छ, कुन पोलिसी अपनाएको छैन र त्यसको इफेक्ट के देखिएको छ भन्दाखेरि यो फोटोमा नै हेर्न सक्नुहुन्छ तपाईँले। त्यसपछि एक्सन एट कम्युनिटी लेभल, जसमा चाहिँ रेसनल युज अफ एन्टिबायोटिक, जुन चाहिँ अघि नै पनि मैले भने एउटा फार्मेसीबाट जहाँबाट मेडिसिन डिस्पेन्स हुन्छ त्यहाँ चाहिँ रेसनल युज अफ एन्टिबायोटिक भएको छ कि छैन, यो बिरामीले यो एन्टिबायोटिक कतिपल्ट खाइसकेको छ त भन्ने कुराको एउटा रेकर्ड पनि राख्नुपर्ने हुन्छ। र धेरैपल्ट सेम एन्टिबायोटिक प्रयोग गरेको छन् त्यो फार्मेसीबाट त्यो पेसेन्टलाई चाहिँ तपाईँ हस्पिटलमा गएर भिजिट गर्दा मात्रै प्रयोग गर्नुहोस्, त्यो भन्नु अति जरुरी छ। अहिले नेपालमा पनि एन्टिमाइक्रोबियल कन्जम्सनको पोलिसी आइरहेको छ र कति एन्टिमाइक्रोबियल्स मेडिसिनहरू एउटा इन्डस्ट्रीले उत्पादन गरेको छ र कति मार्केटमा कन्जम्सन भइरहेको छ, त्यो कुराको पनि डाटा राख्न लागि छ। त्यसलाई म एकदम सकारात्मक रूपमा मान्छु।
जस्तै नार्कोटिकहरूको रेकर्डिङ राख्ने कुरा छ, त्यस्तै एन्टिमाइक्रोबियल युजको पनि रेकर्डिङ राख्ने कुरा भइरहेको छ। त्यो छिटै नै इम्प्लिमेन्टेसनमा आउँदैछ। सँगै ओभर द काउन्टर युज एन्टिबायोटिक, ओभर द काउन्टर युज एन्टिबायोटिक हुँदैन आफ्नै मनले। त्यसपछि गाइडलाइन्स फर एन्टिमाइक्रोबियल एट लोकल लेभल्स, अनि स्ट्यान्डर्ड अफ हाइजिन, आफैले हाइजिन मेन्टेन गर्यो भने इन्फेक्सन हुँदैन र के भन्छ एन्टिबायोटिक प्रयोग नै गर्नु पर्दैन। सँगै अरू एप्रोचहरू अब चाहिँ हस्पिटलमा युज हुने अर हस्पिटल अर हेल्थ केयर सेटिङमा हुने जस्तै इन्फेक्सन कन्ट्रोल, त्यस्तोहरू भइदियो भने इन्फेक्सन कम हुन्छ, एन्टिबायोटिक कम प्रयोग गर्नुपर्छ। जस्तै एन्टिमाइक्रोबियल सर्भिलेन्स एन्ड रेसिस्टेन्ट अफ एन्टिबायोटिक युज, एन्ड गुड माइक्रोबायोलोजिकल प्र्याक्टिस है। यो ब्याक्टेरियल इन्फेक्सन भएको छ भने यो मात्रै एन्टिबायोटिक युज गर्ने, जसलाई एन्टिबायोडायग्राम भन्छ, त्यो पनि डेभलप गर्नु अति जरुरी छ। मैले अहिले नेपालको कन्टेक्स्टमा धेरै हस्पिटलमा एन्टिबायोडायग्राम देखेको छैन बना, तर त्यो बनाउनु अति नै जरुरी छ। एकजना सिनियर साइन्टिस्ट हुनुहुन्छ जो फाइजर कम्पनीमा काम गर्नुहुन्थ्यो, प्याट्रिका ब्याडफोर्ड, जसले सेफिड्राजेल र एपिब्याक्टमको कम्बिनेसन बनाउनु भएको छ। उहाँले पनि एन्टिबायोडायग्राम कसरी बनाउने त्यो सिकाउनु भएको छ, त्यो भिडियो हेर्दा हुन्छ। त्यसपछि पर्सनल एन्ड पेसेन्ट लेभलमा, पर्सनल र पेसेन्ट लेभलमा एन्टिबायोटिक रेजिस्टेन्स कम गर्नको लागि रोल अफ फिजिसियन हुन्छ, रोल अफ नर्स, रोल अफ फार्मासिस्ट र पेसेन्ट लेभल आफै पनि कति प्रयोग गर्ने, कति ड्युरेसन प्रयोग गर्ने। सँगसँगै धेरै फार्मास्युटिकल मेजरहरू हुन्छ, जस्तै स्ट्रिपको पछाडि लेखिदिने डु नट युज अर डु नट कन्ज्युम फर लङ पिरियड अफ टाइम, त्यस्ता के भन्छ सावधानीका कुराहरू हुन्छन्। यो सबै प्रोसिड्युरलाई हामीले मनन गर्दै गयौँ, पालना गर्दै गयौँ भने एन्टिमाइक्रोबियल रेसिस्टेन्स चाहिँ बिस्तारै कम हुन सक्छ। अहिले चाहिँ एकदम ऱ्यापिड ग्रोथ भइरहेको छ एन्टिमाइक्रोबियल रेसिस्टेन्टको, र जुन 2050 सम्म 10 मिलियन भन्दा बढी मान्छे एन्टिमाइक्रोबियल रेसिस्टेन्टको लागि कारण मात्रै मर्छन् भन्ने पनि आकलन गरिएको छ, र त्यो हो पनि। अघिकै पनि फोटोमा हामी हेरिसक्यौँ, एउटा पेडियाट्रिसियनले आफ्नो बच्चा बचाउन सकेन, आफै डक्टर भए पनि बच्चा बचाउन सकेन, किनभने एन्टिमाइक्रोबियल रेसिस्टेन्ट भइसकेको थियो। त्यस्ता थुप्रै छन्, जस्तै ल्याब टेस्टको पारामिटर यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यस्तै कुराहरूले यो सम्पूर्ण पारामिटरलाई चाहिँ हामीले मनन गर्दै र पोलिसीलाई एडप्ट गर्दै गयो भने एन्टिमाइक्रोबियल रेसिस्टेन्स कम हुन सक्छ। सो तपाईँले अब यो एन्टिबायोटिक रेजिस्टेन्सको बारेमा धेरै कुराहरू मजाले भनिदिनु भयो हाम्रो दर्शकहरूलाई बुझ्ने भाषामा, सायद बुझ्नुभयो होला तपाईँहरूले पनि होइन। समग्रमा भन्दाखेरि चाहिँ एन्टिबायोटिक चाहिँ जताभावी प्रयोग गर्नु हुँदैन, डक्टरको प्रेसक्रिप्सन अनुसारले र फार्मासिस्टको सल्लाह अनुसारले उहाँले जुन डिस्पेन्स गर्नुहुन्छ, र सही डोज सही टाइममा खानु पर्यो, पुरा डोज खानु होला, र फलोअपमा चाहिँ जान एकदमै जरुरी हुन्छ। धेरैजनाले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि मलाई सन्चो भइहाल्यो अब जानु पर्दैन भन्नुहुन्छ, त्यस्तो चाहिँ कृपया नगर्नु होला। र अघि मैले चाहिँ एउटा कुरा गर्दै थिएँ विकास सरसँग, र हाम्रो जति पनि नेपालमा फार्मेसी चलाइराख्नु भएको छ सबैजना फार्मासिस्टहरूलाई चाहिँ, फार्मेसी औषधि व्यवसायहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, म स्पेसली डेन्टिस्ट भएको नाताले डेन्टलसँग रिलेटेड एउटा रिक्वेस्ट गर्न चाहन्छु। जस्तै कोही पेसेन्ट तपाईँकोमा कुद्दै आयो, दाँत दुख्यो, लास्टै दुख्यो, सुन्ने भनेर आयो भने ठिक छ, तपाईँले औषधि दिनुभयो, त्यतिखेर उहाँको केही म्यानेज गरिदिनु भयो, ओके फाइन, दिनु पनि पर्छ होइन। हाम्रो कामै मान्छेहरूको पेनलाई रिलिफ गराउने हो। तर एउटा रिक्वेस्ट मेरो के छ भन्दाखेरि, स्पेसल्ली कोही मान्छे चाहिँ स्वेलिङ भएर आएको छ, फेसको स्वेलिङ भएर आएको छ, दाँत दुखेर आएको छ भने चाहिँ औषधि दिएर पठाउनु, तर उहाँलाई एउटा इन्स्ट्रक्सन दिनु होला कि अहिलेलाई चाहिँ औषधि खाँदै गर्नुहोस् तपाईँ होइन, अनि सकेसम्म चाहिँ छिटो डेन्टिस्टसँग चाहिँ चेकअप गराउनु होला। तपाईँको चाहिँ डेन्टल रिलेटेड प्रब्लम हुनसक्छ, यसरी चाहिँ धेरै एन्टिबायोटिक खानु हुँदैन, एकचोटि चाहिँ डक्टरलाई देखाउनु होला, उहाँले चाहिँ के भन्नुहुन्छ, सायद तपाईँलाई यो औषधिले अहिले ठिक होला, पछि फेरि प्रब्लम होला, फेरि औषधि खाने त तपाईँको चाहिँ डेन्टल रिलेटेड अरू प्रब्लम हुनसक्छ, त्यसलाई ट्रिटमेन्ट गर्नुपर्ने हुनसक्छ होइन। यति चाहिँ रिक्वेस्ट गर्न चाहे विकास सर होइन, हाम्रो फार्मासिस्ट सरहरूसँग, म्यामहरूसँग, ताकि कुनै मान्छेलाई चाहिँ पछि रेजिस्टेन्स नहोस् क्या। मल्टिपल फ्याक्टर भए पनि यो पनि एउटा मैले कमनली भइरहेको एउटा मिसयुज अफ एन्टिबायोटिक्स भइरहेको देखिरहेको छु होइन।
हजुरले केही भन्न चाहनुहुन्छ? हजुरले निकै राम्रो सल्लाह सुझाव दिनुभयो डाक्टर साहब। हामी पनि फार्मेसी र फार्मासिस्टहरूलाई के भन्न चाहन्छौँ भन्ने, फर्स्ट केसमा चाहिँ पेन किलर वा केही ग्यास्ट्राइटिसको मेडिसिनहरू हामी दिएर पठाउँछौँ भने उहाँलाई चाहिँ स्पेसली डाक्टर साहबसँग जानलाई चाहिँ हामीले पक्कै पनि रिक्वेस्ट गरौँ र फर्दर कम्प्लिकेसन हुनबाट हामी बचाउन सक्छौँ। फर्स्ट पोइन्ट अफ कन्ट्याक्ट भनेकै कुनै ठाउँमा एउटा फार्मेसी हो र त्यो ठाउँमा हामी ओटिसी मेडिसिन म्यानेज गरौँ र उहाँ जुनसुकै बिरामीलाई चाहिँ डक्टरकोमा जानलाई चाहिँ हामीले सल्लाह सुझाव दिनै पर्छ, प्रेरित गर्नै पर्छ र यसरी चाहिँ हाम्रो तर्फबाट चाहिँ एन्टिमाइक्रोबियल रेजिस्टेन्ट हुनबाट चाहिँ हामी बचाउन सक्छौँ। हजुर, यो एकदमै सानो चिज भए तापनि हाम्रो नेपालमा मेजर प्रब्लम ल्याइरहेको छ। किनभने एउटा साधारण मान्छेलाई त केही थाहै छैन नि त। उसले के सोच्छ भने म फार्मेसीमा गएँ, औषधि खाएँ, अब त मलाई निको भइसक्यो क्या, होइन? त्यसो हुने एक्ज्याक्टली त्यस्तो नहुन सक्छ। उसको एक्ज्याक्ट रुट कज के हो त्यो पत्ता लगाउनु पर्ने हुन्छ। सो सानो एउटा रिक्वेस्ट मात्रै, तपाईँहरूले चाहिँ रिफर गरिदिनु होला। बाँकी औषधि त अब हामीले डक्टरहरूले चाहिँ प्रिस्क्राइब गरेपछि अभियसली तपाईँकै फार्मेसीमा आएर औषधि किन्नुहुन्छ जस्तो लाग्छ। सो विकास सर, धेरै धन्यवाद। धेरै लामो भलाकुसारी भयो तपाईँसँग यो एन्टिबायोटिक र एन्टिबायोटिक रेजिस्टेन्सको बारेमा कुरा गर्दै जाँदाखेरि मैले पनि आफूले पनि अब कति आर्टिकलहरू पढ्न भ्याइरहेको छैन, होइन? अब तपाईँले भनेपछि मैले धेरै कुराहरू पनि थाहा पाएँ, धेरै कुरा जान्ने मौका पाएँ र तपाईँहरूले पनि केही कुरा बुझ्नुभयो होला। र तपाईँहरूलाई यदि केही प्रश्नहरू छन्, अझ केही सोध्न चाहनुहुन्छ भने हामी चाहिँ अर्को नेक्स्ट एपिसोड पनि लिएर आउनेवाला छौँ। हाम्रो विकास सरले टाइम दिन हामीलाई चाहनुभयो भने हामी चाहिँ नेक्स्ट भिडियो पनि लिएर आउनेछौँ, होइन? विकास सर उहाँ एकदमै बिजी हुनुहुन्छ। खासमा उहाँलाई हामी रिक्वेस्ट गर्छौँ अझै एक दिन हामीलाई टाइम दिनु होला। विकास सर, हाम्रो सब्सक्राइबरहरूले जे कमेन्ट गर्नुहुन्छ उहाँहरूको उत्तर हामीले चाहिँ दिनेछौँ, तपाईँले दिनुपर्ने छ, होइन? हजुर। अनि र उहाँको पर्सनल युट्युब च्यानल पनि छ, हामी लिङ्क राखिदिनेछौँ डिस्क्रिप्सनमा। र अघि जति पनि रिसर्च आर्टिकलको कुराहरू भइरहेको थियो त्यो सबै लिङ्कहरू तपाईँले डिस्क्रिप्सनमा पाउनुहुन्छ। र स्टिल केही डाउटहरू छन् भने कमेन्ट त गर्न सक्नुहुन्छ। कमेन्ट गरेर हामीले एन्सर दिन प्रयास गर्छौँ र दिन्छौँ पनि। ओके, अन्त्यमा विकास सर दुई शब्द, धेरै शब्द भइसक्यो। सो हाम्रो दर्शकहरूलाई अन्त्यमा आज अब हामी कार्यक्रम सकाउने बेला छौँ, अन्तिममा तपाईँले के भन्न चाहनुहुन्छ त? अब अन्तिममा चाहिँ हामीले सेल्फ मेडिकेसनमा एन्टिबायोटिक प्रयोग नगरौँ, एन्टिबायोटिकको इरेसनल युजबाट बचौँ, रेसनल युज अफ एन्टिबायोटिक गरौँ र केही इन्फेक्सन, केही समस्या परेमा डाक्टर साहबसँग, चिकित्सासँग, चाहे डेन्टिस्ट, फिजिसियन, अरू डिफ्रेन्ट सेक्टरका चिकित्सासँग गएर मात्रै एन्टिबायोटिक र सँगै अरू पनि एन्टिबायोटिकहरू प्रयोग गरौँ। हस् त, धन्यवाद। ल, हुन्छ विकास सर, तपाईँलाई धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आइदिनु भयो र अझै यस्तै टाइम दिनुहुनेछ र हाम्रो दर्शकहरूलाई यस्तै भ्यालुएबल इन्फर्मेसनहरू दिनुहुनेछ भन्ने आशाका साथ यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। भनेपछि तपाईँहरूले एन्टिबायोटिक र एन्टिबायोटिक रेजिस्टेन्सको बारेमा थाहा पाइसक्नुभयो धेरै कुराहरू, र कमेन्टको कुराहरू मैले धेरैचोटि भन्न रिपिट गर्नु परेन। हामी छिटै नेक्स्ट एपिसोड पनि लिएर आउनेछौँ र हाम्रो डक्टर च्यानलमा चाहिँ डेन्टलकै रिलेटेड भिडियोहरू पोस्ट भइरहेको हुनेछ। र एन्टिबायोटिक चाहिँ धेरै दिनदेखि नै मैले चाहिँ सोचिरहेको थिएँ तपाईँहरूलाई यसबारेमा जानकारी दिउँ भनेर। मेरो क्लिनिकमा आएको पेसेन्टहरूको अवस्था देखिरहेको हुन्छु, झोलाभरि औषधि लिएर आइरहेको हुन्छन्, अनि औषधि पसलमा दियो भनेर भन्छन्, होइन? लास्टमा दुखेर आउँदाखेरि चाहिँ धेरै नै ढिलो भइसकेको हुन्छ, होइन? सो यो हामीले चाहिँ तपाईँहरूले स्पेसली ध्यान दिनुपर्ने कुरा हो। औषधि पसल जानुभयो, उहाँले औषधि दिनुभयो र औषधि खानुभयो, त्यही मात्रैले पुग्दैन। एकचोटि चाहिँ सम्बन्धित, तपाईँलाई पेट सम्बन्धी समस्या छ भने पेट सम्बन्धीको डक्टर, दाँत सम्बन्धी समस्या छ भने दाँत सम्बन्धीको डक्टरलाई चाहिँ देखाउन चाहिँ नबिर्सिनु होला क्या। औषधि खाएर निको भए तापनि फलोअपमा जान चाहिँ नबिर्सिनु होला। म तपाईँलाई यति भन्न चाहन्छु। र भिडियो धेरै लामो भइसक्यो, यतिखेरसम्म यो भिडियो हेरिदिनुभएको यहाँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला र अघि भनेको कुराहरू चाहिँ तपाईँले लिङ्कमा हेर्न सक्नुहुनेछ। भन्दै आजको यस भिडियोलाई चाहिँ म यहीँ टुङ्ग्याउन चाहन्छु।